पोर्चुगलमा भव्य रूपमा सम्पन्न दोस्रो दमौली गोल्ड कप 2026 धरान सिटी एफसी च्याम्पियन। गण्डकी खबरमा सम्पूर्णलाई स्वागत गर्न चाहन्छु। म अनिल घिमिरे। विदेशमा रहेका नेपाली खेलाडीको प्रतिभा उजागर गर्नुका साथै नेपाली समुदाय बीच आपसी एकता, भाइचारा र खेल संस्कृतिलाई प्रवर्धन गर्ने उद्देश्यले आयोजित दोस्रो दमौली गोल्ड कप 2026 भव्य रूपमा सम्पन्न भएको छ। दमौली एफसीको आयोजनामा सम्पन्न प्रतियोगितामा पोर्चुगलका विभिन्न शहरबाट आएका 18वटा टोलीको सहभागिता रहेको थियो। प्रतियोगिताभरि सबै टोलीले उत्कृष्ट प्रदर्शन गरेका थिए। समूह चरणदेखि नै निकै प्रतिस्पर्धात्मक बनेको प्रतियोगिताको फाइनल खेलमा धरान सिटी एफसीले ट्रिपल टी एफसीलाई 2-1 गोलको अन्तरले पराजित गर्दै दोस्रो संस्करणको उपाधि आफ्नो नाममा लेखाउन सफल भयो। उपाधिसँगै धरान सिटी एफसीले 5050 युरो नगद पुरस्कार प्राप्त गर्यो भने उपविजेता ट्रिपल टी एफसीले 2525 युरो नगद पुरस्कार हात पार्यो। आयोजक दमौली एफसीका अध्यक्ष खिम दराईले प्रतियोगिता सफल बनाउन सहयोग गर्ने सम्पूर्ण प्रायोजक, खेलाडी, रेफ्री, स्वयंसेवक तथा मिडिया पार्टनरहरूलाई प्रत्यक्ष उपस्थित भएर हौसला प्रदान गर्ने दर्शकहरूप्रति हार्दिक आभार व्यक्त गरेका छन्। उनले विदेशमा यस्ता प्रतियोगिताले नेपाली युवालाई खेलकुद मार्फत एकबद्धता गर्नुका साथै नयाँ खेल प्रतिभा उत्पादन गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे। प्रतियोगितामा सहभागी टोलीहरू बीच स्वस्थ प्रतिस्पर्धा देखिएको थियो भने नेपाली दर्शकहरूको उल्लेखनीय उपस्थितिले खेल मैदानमा उत्साह बनेको थियो। खेलाडीहरूको जोश, दर्शकहरूको साथ र आयोजकको व्यवस्थापनले प्रतियोगितालाई थप भव्य र सफल बनाएको सहभागीहरूले बताएका छन्। विदेशमा रहेर पनि नेपाली खेलकुदलाई निरन्तरता दिने उद्देश्यका साथ आयोजना हुने यस्ता प्रतियोगिताले नेपाली खेलाडीलाई आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर मात्र नभई आपसी सम्बन्ध विस्तार गर्ने, नयाँ पुस्तालाई खेलतर्फ आकर्षित गर्ने र नेपाली समुदायलाई एउटै सूत्रमा बाँध्ने महत्वपूर्ण माध्यम बनेको छ। आगामी वर्षहरूमा प्रतियोगितालाई अझ व्यापक र भव्य व्यवस्थित रूपमा आयोजना गर्ने तयारी रहेको आयोजकले जनाएको छ। यस कार्यक्रमका प्रमुख अतिथि निरज सुवेदी रहेका थिए। त्यस्तै नयाँ जानकारीका लागि गण्डकी खबरलाई सब्स्क्राइब गर्न नबिर्सिनुहोला। अहिलेलाई म बिदा हुन चाहन्छु। हस्त, धन्यवाद।